ल हामी चाहिँ श्रीवनमा रहेको यो बागद्वार गुफाबाट भित्र जाँदैछौँ सर्लक्क लाएर यहाँबाट भित्र जाँदैछौँ। अब अलि अँध्यारो हुँदै जाँदैछ। यो चाहिँ 50 मिटर लामो छ यो ठाउँमा श्री गणेश शयनमा भन्यो विष्णुको मूर्तिहरू छ। यो गुफा अँध्यारो चमेरोको जस्तो देखिन्छ। माथि सिलिङतिर नि हेर नि चमेरो लाइट नबालेकै राम्रो हुन्छ त। लाइट बालिसकेपछि त के बिस्तारै हिँड्नु है। यसो भित्र छाम्दै हिँड्ने हो यो गुफामा त। समाउने ठाउँ पनि छ, कता समाउने ठाउँ छ। चिप्लेला अलिक बिस्तारो गर है। त्यहाँ स्टेप नि कता छ। यहाँ आइसकेपछि त झन् चिसो हुन्छ। कहाँ पुग्यो हो तिमीहरू? गुफा छिरिएको त होइन, अँध्यारोमा पो हिँड्ने हो होइन गुफामा। यो पछाडि त्यही त छाम्दैन है नानी। सियोस् नि यतै गुफाभित्र त कता है। तासे जसै चाहिँ नाच न कता हो ल यहाँबाट चाहिँ लाइट झन्डै लडेर भगवान् जय भगवान् रक्षा गर। खोइ भगवान् ल हिँड माथि नि हुनुहुन्छ मन्दिर हुनुहुन्छ। यहाँ निस्किसक्यौँ हामी गुफाको ठ्याक्क बाहिरपट्टि ठ्याक्क आइपुग्यौँ। यहाँनिर चाहिँ निस्कने द्वार भनेर गरिरहेको छ। यो चाहिँ बुद्धिदष्ट लक्ष्मी हयग्रीव भगवानको दिव्य दर्शन। जय हयग्रीव भगवान् जस रक्षा गर प्रभु हरे भगवान्। अनि यो त चाहिँ नि ऋषि पञ्च ऋषिहरू। अनि यहाँ चाहिँ गरुड भगवान्ले चाहिँ नि प्रार्थना गरिराख्नु भएको रहेछ। अनि हामी चाहिँ यही भगवान्को दर्शन गर्नको लागि गुफा छोरी श्रीमती सहित हामी 3जना परिवार चाहिँ यहाँ आयौँ र दर्शन गऱ्यौँ। ल जय भगवान् रक्षा गर। हजुरको दर्शन नै ठुलो छ।